यही कुराहरू राख्छु र भाइ बहिनीहरूसँग खास गरी आज परिचय हुने चिनजान हुने आज ल सानोहरूले पनि चिन्नुपर्छ ठुलोहरूले पनि चिन्नुपर्छ मलाई चिन्ने किन चिन्ने त्यो कुरा म बताउँछु अनि कक्षा 4 को भाइ बहिनीहरूको किताबमा महावीर पुनको बारेमा त्यहाँ एउटा पाठ छ को हो कक्षा 4 ले हात उठाऊ खै कक्षा 4 कक्षा 4 ले पनि तिमीलाई राख तिमीहरूको किताबमा मेरो बारेमा पढ्नु परेको छ र ठुलो कक्षाले पनि पछि पढ्नु पर्छ ल आज म छोटो कुरा राख्न चाहन्छु मेरो नाम महावीर पुन भनेर सबैले थाहा पाउनु भयो हैन ल अनि म कहाँको मान्छे हो भन्दाखेरि म्याग्दी जिल्लाको मान्छे म्याग्दी भनेको एउटा हिमाली जिल्ला हो दुर्गम जस्तो पहाडी जिल्ला हो तर पहाडमा पनि अझै दुर्गम पहाड हिमाली जिल्ला हो र म एउटा समाज सेवा गर्ने मान्छे हो र मेरो कामै समाज सेवा गर्ने अरु काम छैन मेरो मैले जागिर खाएको छैन मैले चाहिँ कुनै व्यापार व्यवसाय खेतीपाती केही गरेको छैन समाज सेवा गरेर हिँड्ने मान्छे हो र मेरो काम भनेको समाज सेवा गर्ने यस्तै गाउँ गाउँ डुल्ने गाउँलेहरूलाई चाहिँ जे जस्तो सहयोग गर्न सकिन्छ सहयोग गर्ने हिँड्ने र समाज सेवा गरेको पनि अहिले मैले 32 वर्षसम्म समाज सेवा गरेको त्योभन्दा अगाडि म चाहिँ अमेरिकामा पढ्थेँ अमेरिकामा धेरै वर्ष पढेर नेपाल फर्केर समाज सेवा गर्दैछु अनि अमेरिका जानुभन्दा अगाडि यस्तै गाउँको एउटा माध्यमिक विद्यालयमा मैले शिक्षकको काम पनि गरेको थिएँ धेरै वर्ष शिक्षकको काम गरेँ स्कुलमा पढाएँ र समाज सेवा गर्दाखेरि मैले खास गरी विज्ञान र प्रविधिलाई प्रयोग गरेर समाज सेवा गर्छु मैले गर्ने समाज सेवा फरक छ विज्ञान भनेको भाइ बहिनीहरूले पढिरहेको स्कुलमा क्लासमा हरेक क्लासमा विज्ञान विषय पढेकै छ त्यो विज्ञान किताबमा पढेको विज्ञानलाई चाहिँ त्यहाँबाट त्यसबाट प्र्याक्टिकल गरेर कुनै कुराहरूको अनुसन्धान गरेर कुनै कुराहरूको विकास गरेर त्यसको आधारमा केही चिज बनाउने र त्यो चिजले चाहिँ समाजको सेवा गर्ने भनेर मैले चाहिँ काम गर्छु प्रविधिलाई प्रयोग गर्छु कोही चाहिँ प्रविधि आफैले पनि विकास गर्ने कोही चाहिँ प्रविधि भइरहेको प्रविधिलाई पनि प्रयोग गरेर गर्ने तर मैले मात्रै गरेर सक्दैन किनभने मैले मात्रै सबै प्रविधिको विकास गर्न त सक्दैन त्यसैले भाइ बहिनीहरूलाई पनि प्रविधिको विकास गर्नको लागि आकर्षित गर्न मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेको छु राष्ट्रिय आविष्कार केन्द्रमा स्कुल पढ्ने क्याम्पस पढेका युवाहरूलाई चाहिँ मैले ल राम्रो आइडिया ल्याएर यहाँ आएर प्रविधिको विकास गर भनेर एउटा संस्था खोलिदिएको छ त्यो संस्थाको नाम चाहिँ राष्ट्रिय आविष्कार केन्द्र हो भाइ बहिनीहरूले राष्ट्रिय आविष्कार केन्द्रको नाम सम्झनु आज भोलि भविष्यमा पढ्दै गएर कुनै